साथीले नै साथी बोलाएर गरे आफ्नै साथीको बलात्कार, 2 जना पक्राउ। सिलगढी नगर निगमको मटिगडा थानाको पुलिसले एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सिमुलतराका 2 युवकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। घटना बुधबार साँझको हो। पक्राउ परेका दुवै युवा पीडितका साथी रहेको बताइएको छ। बालिकालाई सिमुलतला चिया बगानमा बोलाएर सामूहिक बलात्कार गरेको आरोप छ। घटनापछि बालिकाका आफन्तले बुधबार राति लगभग 10:30 बजे मटिगडा पुलिस स्टेसनमा लिखित उजुरी दर्ता गरेका थिए। उजुरीपछि पुलिसले दुवै युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूको नाम निलय सरकार र आकाश मण्डल रहेको बताइएको छ। पक्राउ परेका दुवैलाई बिहीबार सिलगढी अदालतमा पठाइएको छ भने मटिगडा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।